जापान वर्किङ भिजामा आउन चाहनुहुन्छ र सबभन्दा धेरै डिमान्ड चाहिँ कुन भिजामा दिन्छन् भनेर होइन सबैले चाहिँ खोजिराख्नुहुन्छ, सबैले चाहिँ बुझिराख्नुहुन्छ कि कुन चाहिँ भिजामा धेरै डिमान्ड आउँछ, जुनमा सजिलो तरिकाले जापान चाहिँ होइन वर्किङ भिजामा जान मिल्छ भनेर यस्तो सोचिरहेको हुन्छ होइन। यो सोच्दै हुनुहुन्छ भने मैले चाहिँ यो भिडियो लिएर आएको हो तपाईँहरूको लागि नै हो। सो चाहिँ यो भिडियो होइन लास्टसम्म हेर्ने होला। यो भिडियो तपाईँहरूको लागि धेरै इम्पोर्टेन्ट हुनसक्छ होला। यो 2-4 मिनटको भिडियो होला, तर चाहिँ तपाईँहरूको लागि एकदमै इम्पोर्टेन्ट होला है। सो गाइज लेट्स डु इट। म चाहिँ सुरु गर्छु यहाँबाट है। सो गाइज होइन वर्किङ भिजामा होइन सबभन्दा धेरै डिमान्ड दिने भनेको भिजा एउटा रहेछ होइन। आउने चाहिँ भिजा दिने भन्ने धेरै कुरोको सेक्टरमा डिमान्डहरू खुलिरहेको हुन्छ होइन। अब जस्तै कि फुड सेक्टर भयो, अनि के अरे फुड, अनि अर्को एग्रिकल्चर्स, खाइगो यानि केयर गिभर होइन, अनि कन्स्ट्रक्सन, यिनीहरूमा धेरै खुल्छन् होइन। अनि होटल रेस्टुरेन्ट पनि हुन्छन्, तर चाहिँ प्रायः जस्तो अहिले होटल रेस्टुरेन्टमा चाहिँ अहिले चाहिँ अलिक कम भइसकेको रहेछ भिजाको लागि अलिक भएर है। र यिनीहरूमा के छ भनेपछि होइन सबभन्दा राम्रो भिजा दिने र लङ टर्मसम्म जापानमा बस्ने भिजा दिने भनेको एउटा खाइगो हो यानि कि केयर गिभरको हो। जुन यो भिजामा होइन एप्लाई गरिसकेपछि तपाईँहरूले चाहिँ लङ टर्मसम्म पनि बस्न पनि सक्नुहुन्छ र यसमा चाहिँ फाइदा पनि धेरै रहेछ। अब यसमा चाहिँ के फाइदा हो र सुरुमा एप्लाई कसरी गर्ने, के अरे एप्लाई कसरी गर्ने र के गर्नुपर्छ मैले होइन सजिलो तरिकाले म चाहिँ सिकाइदिन्छु र भनिदिन्छु है यो भिडियोमा। सुरुमा तपाईँहरूलाई होइन एकदमै इम्पोर्टेन्ट महत्त्वपूर्ण चिज गर्नुपर्ने चिज भनेको के हो, एउटा स्किल टेस्ट हो होइन। स्किल चाहिँ सिकेर स्किल टेस्ट दिइराख्नुपर्छ। त्यसपछि ल्याङ्ग्वेज चाहिँ भाषा चाहिँ एकदमै राम्रो गरी बनाउनुहोस् होइन। N4 सिकेर N7सम्म पढ्नुहोस् है, एकदम सजिलो हुन्छ, सक्दै एकदम राम्रो हुन्छ होइन। त्यसपछि एप्लाई भनेको आफ्नो पढेको के अरे एजुकेटेड पढेको कतिसम्म पढ्नु भएको रहेछ त्यो छ भने ठिकै छ, छैन भने नो प्रब्लम होइन। त्यसपछि कन्सिस्टेन्सी अथवा जहाँबाट एप्लाई गर्नुहुन्छ त्यहाँबाट एप्लाई गर्नु, सबै तपाईँको सजिलो तरिकाले सिकाइदिन्छ होइन, गाइड गरिदिन्छ त्यहाँबाट, अनि एप्लाई आउन चाहिँ मिल्छन्। यसको स्यालेरी पनि राम्रो हुन्छ होइन। अनि लङ टर्म किन मैले यसको राम्रो हुन्छ भनेपछि जापानमा खाइगोको होइन मान्छेहरू धेरै कम मान्छेहरू होइन, जापानमा मान्छेहरू धेरै कम खाइगो पढ्छन् पहिला चाहिँ होइन। अब चाहिँ सब प्रायः जस्तो खाइगो जान्छन्, किनभने खाइगोको काम चाहिँ अलिक फरक रहेछ होइन। बुढापाकाहरू अपाङ्ग मान्छेहरूलाई सेरसेवा यस्ताउता गर्ने होइन त्यस्तो कामहरू। तर चाहिँ अब मान्छेलाई झ्याउ लाग्छ नि त होइन, तर चाहिँ यसको भिजा सबभन्दा राम्रो भिजा यसकै हो। अब खाइगोको भिजा हेर्नु बित्तिकै मान्छेले नै जापानको सरकारले चाहिँ भिजा दिइहाल्छ के। अनि त्यही भएर यो चाहिँ एकदमै सेक्योर लाइफ हो के भनेर सेक्योर भिजा हो यो खाइगो केयर गिभरको। सो योभन्दा राम्रो भनेको अरू चाहिँ कुनै छैन होइन। अनि त्यही भएर यसको र डिमान्ड पनि सबभन्दा धेरै डिमान्ड पनि वर्किङको लागि आउँछ नेपालमा होइन। अनि के अरे भिजा पनि धेरै ओभर चान्सेस भिजा पनि दिन्छ र पैसा पनि यसको राम्रै हुन्छ, फ्युचर बस्नलाई राम्रो हुन्छ है। सो चाहिँ होइन कसैले अब तपाईँ आउन चाहनुहुन्छ खाइगोमा वर्किङमा आउन चाहनुहुन्छ भने के गर्नु भन्दा पनि एप्लाई गर्नु आउनु होइन। र यो मेरो भिडियो चाहिँ होइन तपाईँहरूलाई एकदम राम्रो लाग्यो भने कमेन्टमा भन्नु होला, केही जिज्ञासा छ भने सोध्नु होला, म चाहिँ गाइड गरिदिन्छु है। सो गाइस आजको लागि यति नै हो। हामी फेरि भेटौँला नेक्स्ट भिडियोमा।